भने को हो दुईजना को हो बहिनी को दुईजना बहिनीको नानीहरू हो सुत्रेको ल अन्त मुख छोपे त अन्त मुख छोप्नु हुँदैन नि त मुख छोप्नु हुँदैन नि त ल सुत्छ त अन्त मुख छोप्नु भएन नि त अन्त आँखा छोप्नु हुँदैन हौ आँखा छोप्नु हुँदैन हो बहिनी ल हा गरिदेऊ न हा गरिदेऊ ल अन्त हा गरिदेऊ न त खोइ हा गरिदेऊ न त अन्त तिम्रो आदि उदि भएको चाहिँ बुझ्दिनँ म आँखा आया भयो ए कसको मेरो नानीलाई पनि हा गर्छु नि मेरो नानी चाहिँ को हो खोइ ए मेरो नानी चाहिँ हो अनि बहिनीको नानी चाहिँ को हो खोइ बहिनीको नानी चाहिँ अन्त सुतिरहेको छ ए सुताएको यसले अन्त सास फेर्नु साह्रो पर्छ नि त अन्त सास फेर्नु साह्रो पर्छ नि त गर्नु परेन तिमीलाई पनि यसो गरेर हेर त यसो गरिदिनु कस्तो साह्रो पर्छ यसो गर्नुहुन्छ तिम्रो नानीलाई यसो नि खोलिदिनु परेन हो नि आँखा छोपेको थियो बत्ती आएर ए त्यस्तो भनेर अन्त बत्ती आएर चाहिँ आँखा छोप अन्त खोइ अन्त चिसो भयो त नानीहरूलाई खोइ ब्ल्याङ्केट उडाइदिएको सबै मजाले उडाउनु पऱ्यो उठेर उठी गरेर आमाले त्यसरी गर्नुहुन्छ अबि त्यो हिकाएको सुताएको बिस्तारै मेरो नानीलाई माया गर्छ त म त मेरो नानीलाई माम खुवाएको नानीहरूलाई माम खुवाएको नानीहरूलाई माम खुवाएको कसले खुवायो माम खायो खायो त्यसले के गरेको बहिनी के भयो आँखा दुख्छ खोइ मेरो नानीलाई पनि माया गरौँ न हौ यहाँ आऊ न हौ मेरो नानीलाई यसलाई होइन मेरो नानीलाई यहाँ आऊ मेरो नानीलाई आऊ माया गर्छु नि मेरो नानी माम भइसक्यो मेरो नानीलाई माया गर्छु नि त आऊ नि त मेरो नानी आऊ न मेरो नानी ल कहाँ आऊ न मेरो नानीलाई माया गर्छु नि म होइन मेरो नानी चिची मेरो छोरा कसले माम खायो त भर्खर फेरि खाने भन्छ आमा आउनु हुँदैछ त आमा आउनु हुँदैछ एकछिनमा ल यहाँ राखु न पनि यहाँ काखमा यहाँ तिमी यसो गर न यसो यस्तो छोरा त यस्तो यता राख यसो राख म बनाइदिन्छु गर्नुहोस् ल अब आएको पनि राखिदिन्छु न आएको पनि राखिदिन्छु आमा ए अब यहाँ ओढाइ पनि दिन्छु ल अर्को रात उडाइदिनु ल ल ल ल मेरो नानीलाई पनि अरू बहिनीको नानीलाई पनि ल खोइ भनेको खोइ लै भनेको खोइ के भयो नानी लै खोइ भनेको खोइ बहिनीले भनेको बहिनी आँखा त्यसरी घोत्नु हुँदैन त माया गर्नु आगर मेरो छोरी मुकु मुकु डुकु सब सक्यो